त हेलो साथीहरु, सबभन्दा पहिला यो मजेदार भिडियो हेर्नुहोस्। नेपाल हाम्रो हो, हामी नेपालका हौं भन्ने भावनाबाट प्रेरित भई सजगताका साथ राष्ट्रको संरक्षण तथा सर्वोत्तम हित र समुन्नतिका लागि आआफ्ना क्षेत्रबाट समर्पित हुनु परेको छ। एसएलसी त दिए अब पास भयो, हुन्थ्यो होला नि त, म पनि हुन्थिनँ। एसएलसी पास भएको भए खोइ त पास भयो कि फेल भयो थाहा छैन, मलाई हिँडिरहेको छु त। अब यस प्रकारका भिडियो, बेबी पोडकास्ट भिडियो मान्छेले बनाएर सोशल मिडियामा अहिले लाखौं र मिलियनमा भ्युज ल्याइरहेछ। तपाईहरु एकदम ट्रेन्डमा छ त तपाईहरु ट्राई गर्न सक्नुहुन्छ। सजिलो छ बनाउनलाई, एकदम सजिलो छ। म त सजिलो तरिका तपाईहरुलाई सिकाउने वाला छु र एकदम फ्री। तपाईहरु मात्र आफ्नो मोबाइल फोन युज गरेर 4 देखि 5 मिनेट, फाइनली 5 मिनेटमा तपाईहरुले बनाउन सक्नुहुन्छ। यति धेरै सजिलो छ। अब यस प्रकारका भिडियो बनाउनका लागि तपाईहरुले दुईटा तरिका म तपाईहरुलाई सिकाउने वाला छु। सबभन्दा पहिला त तपाईहरु कुनै पनि सेलिब्रिटीको फोटो लिनु होला, त्यहाँबाट तपाईले जेनेरेट गरेर त्यसलाई पनि बेबीमा कन्भर्ट गरेर तपाईहरुले बनाउन सक्नुहुन्छ। र दोस्रो, कुनै पनि र्यान्डम बच्चाको फोटो जेनेरेट गरेर हामीले बनाउन सकिन्छ र म तपाईहरुलाई दुईटै तरिका बताउने वाला छु। त जाउँ, हामी अब टाइम वेस्ट नगरौँ, जाउँ मोबाइलको स्क्रिनतर्फ तपाईहरुलाई सिकाउने वाला छु। मोबाइलको स्क्रिनमा आइसकेपछि सबभन्दा पहिला यहाँ हेर्न सक्नुहुन्छ च्याट जीपीटी प्ले स्टोरमा इजिली अभाइलेबल छ। तपाईहरु डाउनलोड गर्नुहोला र डाउनलोड गरिसकेपछि यो च्याट जीपीटीलाई अन गर्नुहोला। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ, म अन गर्छु। अब अन गरिसकेपछि र्यान्डम बच्चाको फोटो जेनेरेट गर्नको लागि म जो यहाँ प्रम्प्ट लेख्छु, तपाईहरु त्यो स्क्रिनशट लिनुहोला र त्यही लेख्नुहोला सेम टु सेम। अब यहाँ हेर्न सक्नुहुन्छ जो प्रम्प्ट मैले लेखेको छु त्यसलाई स्क्रिनशट लेख्नुहोला र सेम टु सेम तपाईहरु पनि यही प्रम्प्ट राख्नुहोला। अब यति गरिसकेपछि तपाईहरुले यहाँ एरो हेर्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि केही सेकेन्ड मात्रै लाग्छ हाम्रो फोटो जेनेरेट हुनलाई। यहाँ फोटो तुरुन्तै जेनेरेट गरेर दिन्छ। हेर्न सक्नुहुन्छ हाम्रो फोटो जेनेरेट भएर आइसक्यो। अब तपाईहरुले यो फोटो हैन कुनै सेलिब्रिटीको फोटो ल्याएर तपाईहरु बच्चाको रूपमा कन्भर्ट गर्न चाहनुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ फोटोको अपलोड गर्ने वाला अप्सन दिएको छ, यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि आफ्नो फोटो ग्यालेरीमा जानुहोला। फोटो ग्यालेरीमा आइसकेपछि तपाईहरुले कुन सेलिब्रिटीको फोटो लिन चाहनुहुन्छ, जेनेरेट गर्न चाहनुहुन्छ, त्यो फोटो तपाईहरु सोशल मिडियाबाट ल्याएर डाउनलोड गर्नुहोला र आफ्नो ग्यालेरीबाट लिनुहोला। जस्तै कि मैले यहाँ हेर्न सक्नुहुन्छ हाम्रो राजा वीरेन्द्रको फोटो मैले राखेको छु, त उसैलाई म कन्भर्ट गर्छु। त यो सिलेक्ट गर्छु म र यसलाई एड गरिदिन्छु। अब यहाँ यसरी एड गरिसकेपछि यहाँ प्रम्प्ट लेख्नुहोला, जो म लेखिदिन्छु। मैले जो यहाँ प्रम्प्ट लेखेको छु स्क्रिनशट लिनुहोला र यहाँ एरोमा क्लिक गर्नुहोला। तपाईको सेलिब्रिटीको फोटो 2 वर्षको बच्चामा कन्भर्ट हुन्छ। जस्ट म यहाँ क्लिक गर्छु र केही सेकेन्ड मात्रै लिन्छ, हामीलाई फोटो कन्भर्ट गरेर दिइदिन्छ। हेर्न सक्नुहुन्छ यहाँ हाम्रो फोटो जेनेरेट भएर आइसक्यो। अब यसमा क्लिक गर्नुहोला। यहाँ डाउनलोड वाला बटनमा हेर्न सक्नुहुन्छ, यहाँ सेभमा यहाँ क्लिक गरिदिनु होला, सेभ भइहाल्छ। अब सेभ भइसकेपछि हामीसँग फोटो आइसक्यो। त अब यो फोटोलाई हामीले के गर्ने हो त भिडियोमा कन्भर्ट गर्ने हो। त भिडियोमा कन्भर्ट गर्नको लागि के गर्नु होला, सबभन्दा पहिला त कुनै सेलिब्रिटीको चाहे तपाईहरु आफैले पनि भोइस जेनेरेट गर्न सक्नुहुन्छ। के बोलाउन चाहनुहुन्छ यो भिडियोमा तपाईहरुले आफैले लेखेर पनि टेक्स्ट टु स्पिचमा गएर भोइस जेनेरेट गर्न सक्नुहुन्छ। कि त अब कुनै सेलिब्रिटीको भोइस तपाईहरुले MP3 मा डाउनलोड गरेर आफ्नो मोबाइल फोनमा राख्नु होला। त्यति गरिसकेपछि अब जाउँ हामी भिडियो बनाउनुको तर्फमा लागौँ। भिडियो बनाउनलाई यहाँ गुगलमा जानु होला। अब गुगलमा आइसकेपछि यहाँ सर्च बारमा टाइप गर्नु होला र यहाँ हेड्रा AI भनेर तपाईहरु सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ पहिलो वेबसाइट जुन देख्न सक्नुहुन्छ यो, यसमा क्लिक गर्नु होला। अब यहाँ क्लिक गरेर आइसकेपछि तपाईहरुलाई गुगल आइडीले, जीमेल आइडीले तपाईलाई साइन अप गर्नलाई भन्छ। सजिलै साइन अप गर्न सक्नुहुन्छ, साइन अप गर्नु होला। साइन अप गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ हामीलाई क्यारेक्टर चुज गर्न भनिरहेको छ। यहाँ क्लिक गरौँ र जुन इमेजलाई हामीले जेनेरेट गरेका छौं त्यसलाई हामी यहाँ अपलोड गर्ने छौं। त जाने फोन ग्यालेरीमा अनि जुन इमेजलाई हामीले जेनेरेट गरेका छौं त्यो मोबाइल फोनबाट ल्याउनु होला। यहाँ म क्लिक गरेर ल्याउँछु। मैले भनेको थिएँ कि कुनै सेलिब्रिटीको MP3 डाउनलोड गर्नु होला। त त्यसलाई अब यहाँ ल्याउनको लागि अपलोड अडियो भनेको छ, त यहाँ क्लिक गर्नु होला। मिडिया पिकरमा क्लिक गर्नु होला र फाइलमा जानु होला
र त्यहाँबाट आफ्नो गीत ल्याउनु होला। जस्तै कि यहाँ जान्छु फाइलमा म, र मैले यही राजाकै स्पिच मैले डाउनलोड गरेर राखेको छु। यहाँबाट म क्लिक गरेर यसलाई यसरी दिन्छु र यहाँ एड टु भिडियोमा क्लिक गरिदिन्छु र अब यसलाई यहाँ माथि हेर्न सक्नुहुन्छ, एरोमा क्लिक गर्नु होला। एरोमा क्लिक गरिसकेपछि हाम्रो यहाँ केही समय मात्रै लाग्छ भिडियो जेनेरेट हुनको लागि। अब यहाँ हेर्न सक्नुहुन्छ, यति गरिसकेपछि हाम्रो यहाँ भिडियो प्रोसेसिङमा छ, जेनेरेट भइरहेछ। एकछिन टाइम लाग्छ अनि जेनेरेट भइहाल्छ। त जेनेरेट हुन दिनु, एकछिन पछि हामी फाइनल रिजल्ट हेर्नेछौँ है त। हेर्न सक्नुहुन्छ यहाँ फाइनली 2 मिनट मात्रै टाइम लियो र हाम्रो भिडियो यहाँ जेनेरेट भएर आइसकेको छ। यहाँ यसरी यसलाई अलिकति होल्ड गरेर क्लिक गर्नु होला र यहाँ डाउनलोडको अप्सन दिएको छ, डाउनलोड गर्नु होला। तपाईँको मोबाइल फोनको ग्यालेरीमा डाउनलोड भएर सजिलै आउँछ। र अनि अब फाइनल रिजल्ट हेरौँ। नेपाल हाम्रो हो, हामी नेपालका हौं भन्ने भावनाबाट प्रेरित भई सजगताका साथ राष्ट्रको संरक्षण तथा सर्वोत्तम हित र समुन्नतिका लागि आआफ्ना क्षेत्रबाट समर्पित हुनु परेको छ।